नमस्कार, आज म फेरि तपाईहरुको लागि एउटा भिडियो लिएर आइसकेको छु। यो भिडियो तपाईहरु अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला। धन्यवाद। आज म फेरि तपाईहरुको लागि माइक्रोसफ्ट अफिस एक्सेल मा इन्सर्ट भित्र भएको लाइन चार्टको बारेमा सिकाउन गइरहेको छु र सबभन्दा पहिला सुरुमा तपाईलाई माइक्रोसफ्ट अफिस एक्सेल मा एउटा डाटा तयार गर्नुपर्छ। म हेर्न सक्नुहुन्छ तपाईहरुले मैले एउटा डाटा तयार गरेर राखेको छु र यो डाटालाई लाइन चार्टमा कन्भर्ट गर्नको लागि पहिला यो डाटालाई रिप्रेजेन्ट हैन यो लाइन चार्टमा रिप्रेजेन्ट यो डाटालाई लाइन चार्टमा रिप्रेजेन्ट गर्नको लागि पहिला यो डाटालाई सिलेक्ट गर्ने र त्यसपछि लाइन चार्टमा जाने 2D लाइन छ लाइन चार्टलाई क्लिक गर्नुस् र यसलाई ओके गर्नु हैन। यहाँ लाइन चार्टमा कन्भर्ट भएर आएको छ र त्यसपछि यो अलि मैले ठुलो गरे बुझ्नलाई। अब हेर्न सक्नुहुन्छ तपाईले यो के भएको छ लाइन चार्टको बारेमा यो लाइन चार्टमा शो भइसकेको छ र यो डाटा यहाँ माउसको किबोर्डको स्पिकर र प्रिन्टर र सीपीयू यहाँ क्वान्टिटी रेट र अमाउन्ट पनि शो गरिरहेको छन् र यसलाई यसको डिजाइन र स्टाइल चेन्ज गराउन चाहनुहुन्छ भने यहाँबाट आफूले मन पराएको डिजाइन र स्टाइल चेन्ज गर्न सक्नुहुन्छ र त्यसपछि लेआउट चार्टको लेआउटको डिजाइन चेन्ज गर्न चाहनुहुन्छ भने यहाँबाट चार्टको लेआउटको डिजाइन तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यहाँ क्वान्टिटी पनि छ, यहाँ माउस किबोर्ड र स्पिकर र प्रिन्टर र सीपीयू पनि छ र क्वान्टिटी 1205 यसको माउसको यहाँ छ 1200 यो भन्दा यसको बिचमा पर्ने छ भने यसको यति पोइन्ट यहाँ गएछ र यसको यति पोइन्ट यहाँ छ र यसको पोइन्ट यहाँ छ। यहाँ पोइन्टिङहरु उसको हिसाबले देखा परेको छ र यसलाई यो लाइन चार्टमा भनेको अब अर्को चार्ट चाहिँ अर्को पनि देख्न सक्नुहुन्छ। यसरी यो डिजाइनमा डिजाइनको लेआउटहरु भएको आएको छन्, यसरी लेआउट तपाईले गर्न सक्नुहुन्छ र लाइन चाहिँ यसरी तपाईहरुले माइक्रोसफ्ट अफिस एक्सेलमा लाइन चार्टको प्रयोग गर्न सक्नुहुन्छ। यति भन्दै फेरि धन्यवाद गर्न चाहे साथीहरु।